चाहत बुझ्ने ईश्वरले उहाँहरूको इच्छा र चाहतलाई बुझ्नु भएको छैन र? बुझ्नु भएको छ? उहाँहरूको प्रार्थना बिन्ती निवेदनलाई सुन्नु भएको छैन र? सुन्नु भएको छ। त्यसै कारणले आज हामी कति धेरै वचन बुझेका छौँ। सरम्याम हजुर यहाँ नहुँदा पनि हामी यसरी महिमामा उपस्थित भएर एउटा शब्द भए पनि मेरो लागि, मेरो जीवनको लागि, मेरो घर परिवारको लागि कार्य गर्छ भनेर यसरी आएका छौँ। त हजुरहरूले आज यहाँ उपस्थित भएर खानुभएको वचनको द्वारा जति महिमा र आशीर्वाद पाउन पनि त्यो ईश्वरको द्वारा पाइसक्नु भएको छ। मन बढाउनु होला, विश्वासलाई बढाउनु होला। ईश्वरको द्वारा मैले वचन पाइसकेँ, कसरी हिँड्न पर्ने, कसरी चल्न पर्ने पिता मलाई अझै सम्झाउनुहोस्, अझै बुझाउनुहोस्। जसरी बातचित गर्नुहुन्छ नि मान्छेसँग, जस्तो म्याम हजुरलाई अगाडि देख्दा भन्नुहुन्छ नि, म्याम हजुर मेरो यस्तो समस्या, यस्तो समस्या, यो समस्यामा परेर आएको, अब कसरी योबाट निस्किने, उहाँको मुखमा हेरेर होइन एकदमै त्यो वचनको आशा गर्नुहुन्छ। त्यस्तै परमेश्वरको सामुने पनि बसेर के गर्नुहोस् त, त्यस्तै चाहत गर्नुहोस्। पिता यो समस्या आयो, यो बिमारी आयो, त योबाट कसरी निस्किने मलाई सम्झाउनुहोस्, मलाई बुझाउनुहोस्, वचनको द्वारा मलाई हिँडाउनुहोस्। वचन प्र्याक्टिकल गर्ने त्यो मन दिनुहोस्, त्यो आत्मा दिनुहोस्, त्यो शक्ति र सामर्थ्य दिनुहोस्। पिता हजुरकै द्वारा ज्ञान दिनुहोस्, हजुरकै द्वारा बुद्धि दिनुहोस् भनेर जब हामीले बुद्धिको लागि माग्छौँ नि, तब परमेश्वरले हजुरहरू सम्पूर्णलाई ईश्वरको द्वारा त्यो ज्ञान र त्यो बुद्धि दिएर हजुरलाई सामर्थ्यलो बनाइसक्नु भएको छ। त्यो ह्यापको आत्मा दिइसक्नु भएको छ होइन। त्यसै कारणले आजबाट कुनै पनि समस्या आउँछ भने त्यो समस्यालाई ठुलो नबनाउनु होला, समस्यालाई सानो बनाइदिनुहोस्। जब समस्यालाई सानो बनाउनुहुन्छ त हजुर ईश्वरको नजरमा ठुलो हुन पाउनुहुन्छ। ईश्वरले जब यो सृष्टिलाई बनाउनु भयो, हेर्नुहोस् त कस्तो सृष्टि बनाउनु भएको छ हाम्रो पिताले। जो एकचोटि बनाउनु भयो नि फेरि फेरि बनाउनै परेको छैन होइन। ईश्वरले कमिलालाई बनाउनु भएको छ, त्यसमा पनि आँखा दिनुभएको छ, हातगोडा दिनुभएको छ भने हात्तीलाई पनि बनाउनु भएको छ, त्यसमा पनि आँखा दिनुभएको छ, हातगोडा दिनुभएको छ होइन। त एकचोटि बनाउनु भयो, अब ईश्वरले फेरि बसेर फेरि बनाइरहन पर्ने त्यो सृष्टि बनाउनु भएको छ? बनाउनु भएको छैन। एकचोटि बनाउनु